विपिन जोशी हत्याकाण्ड तपाईहरुको तर्फबाट एउटा पनि विज्ञप्ति नआउनु, शोक नजताउनु, जहाँ एउटा नेपालीको छोरा मर्या छ, नेपालीको छोराले बन्धक बनाएर राखेको छ। हुन त यही नेपाल प्यालेस्टाइनको सपोर्टमा पनि यहाँका नेपालीहरू, हिन्दूहरू, मुस्लिमहरू, सिखहरू, इसाईहरू सबैजना उसको पक्षमा थिए। गलत र सहीको बाटोको पक्षमा थिए उहाँ। गलतलाई गलत भन्ने, सहीलाई सही भन्ने। तर मुस्लिम समुदायबाट विपिन जोशीको पक्षमा एउटा पनि अभिव्यक्ति नआउनु, एउटा पनि शोक सभा नगर्नु, यो अलिकति त्यहाँनिर हुन त यो सन्दर्भबाट जोडिएको होइन, तर अरब कन्ट्रीको नाम लिनु, त्यही भएर मैले जोडिदिएँ। तर विपिन जोशी त एउटा विशुद्ध नेपाली थिए नि। त्यो नेपालीको बारेमा, त्यो एउटा छोराको बारेमा जसको आमा अहिलेसम्म भट्कि नै रहेको अवस्था छ, उसको बारेमा मुस्लिम समुदाय नबोलिदिनुको कारण, बाटोमा नआइदिनुको कारण के उनी नेपाली थिएन कि ऊ हिन्दू थिए? त्यही भएर तपाईँहरू आउनु भएन। त्यहाँ पनि जातीय समीकरण र अर्को यो चुनाव लक्ष्य केही कुरा छ कि यसो विपिन जोशीमा क्लियर गरिदियो। विगतका दिनका पनि पोस्ट गरेर भाइले चाहिँ हेरे उठेको विपिन जोशीको बारेमा व्यक्तिगत, मैले तपाईँको व्यक्तिगत कुरा गरिनँ, संस्थागत कुरा गरेँ। मैले चाहिँ नि यो मुस्लिम समुदायको तर्फबाट विपिन जोशीको बारेमा चाहिँ मैले आफै चाहिँ पोस्ट गरेर चाहिँ लेखेको रहेछु। यो भाइले चाहिँ भेरिफाई पनि गर्न सक्नुहुन्छ। संस्थागत हिसाबमा त देखिएन। संस्थागत हिसाबमा हामीले चाहिँ यो कार्यक्रम गरेन, तर चाहिँ नि हामीले संस्थागत सोशल मिडिया मार्फत चाहिँ यो चाहिँ दुःख प्रकट हामीले गरेको छौँ। किनभने विपिन जोशी पनि हाम्रै देशका र हाम्रै देशका नागरिक, हाम्रो नेपाली भाइ हो। त्यहाँ चाहिँ कुनै धर्मको कुरा छैन, त्यहाँ चाहिँ जो हाम्रो शुद्ध नेपाली भाइ भएको कारण चाहिँ मैले स्पष्ट विपिन जोशीको बारेमा चाहिँ त्यो भाइको विषयमा चाहिँ मैले स्पष्ट चाहिँ गरेको छु। हमासले बन्धक बनाएर 10 दिनपछि उसलाई मारेकै हो भनेर पुष्टि पनि BBC लगायतले अन्य संस्थाहरूले गरे। त्यसपछि पनि बोल्नु भएन तपाईँ होइन, त्यो त दुःखद कुरा हो। मैले राखेको कुराहरू चाहिँ मैले राखेको छु। विपिन जोशीको बारेमा मैले चाहिँ स्पष्ट मैले कुरा राखेको छु। त्यो कुरामा म पछाडि हटेको छैन। विपिन जोशीको कुरा होस् या हाम्रो ओडिसामा चाहिँ हाम्रो चाहिँ घटेको चाहिँ त्यो बहिनीको घटना हो, कुनै कुरामा चाहिँ हामी चाहिँ पछाडि हटेको छैन। सबै कुरामा हामीले चाहिँ फुलेर